अब बोल किन फोन गरे यति राति यो 12 12:30 1 बजन लाग्यो किन फोन गरे यति राति को हो तो ठीक है फिर को हो भने किन फोन गरे यति राति रहने फिर को हो भने कहाँबाट हो किन फोन गरे यति राति तो अर्जुन हो कहाँको अर्जुन हजुर कहाँको अर्जुन हो को हो भने यति राति किन फोन गरे त अनि कुबिना तो हो घर कहाँ हो तेरो सल्यान कुन जिल्लामा हो सल्यान कुबिना तो जिल्ला सल्यान हो कुन प्रदेशमा पर्छ हजुर प्रदेश कुन हो के सल्यान पर्छ के अनि रक्सी पिएर हो या जताभावी फोन गर्न लाज लाग्दैन मैले गरेको छैन या दाइ तपाईँ क्या कुरा गर्नुहुन्छ तपाईँहरू तैँले फोन गरेछ कि छैन नै तैँले फोन गरेछ कि छैन त्यहाँबाट मैले त गरेको छ नि अनि फोन राति यति राति फोन किन गरे त अनि गर्दैन फेरि ठिक छ तपाईँले के सोच्नु भएको छ तपाईँले तपाईँले गाउँको नाम त बुझ्नु नि तपाईँ फेरि के नाइ हजुरले मेरो गाउँको नाम बुझ्नु पर्ने अनि मैले गाउँको नाम किन सोधेँ भने तैँले फोन गरे थिइस् त राति अनि त मैले चिन्छु कि भनेर सोधे हो कहाँको हो भनेर भोदेर तँले दारू पिइरहेको थिएँ होइन तँ नसामा छ तेरो म थाहा होला नि फेरि किन फोन गरे त अनि यति राति दारू पिएर फोन गर्ने हो यसरी मैले भनिरहेको छु म पनि एक मान्छेको मान्छे हुँ मैले तपाईँलाई 12 बजेर कति 29 मिनट भइसकेको छ अनि त कहाँ हो अहिले कहाँ छस् अहिले कहाँ छस् रुममा जान लाग्छ कहाँ हो रुम भने अहिले कहाँ हो कुन ठाउँ हो अहिले अहिले कुन ठाउँ त्यो ठाउँको नाम त होला त के बता दूं हैं ये के बता दूं ठाउँको नाम के भनिरहेको छौ अनि ठाउँको नाम ठाउँको नाम के हो त्यहाँ क्या ठाउँको नाम के हो त्यहाँ भनिरहेको त अनि मलाई थाहा छैन अनि किन फोन गरे त यति राति थाहा नभएपछि रक्सी पिएर फोन गर्ने हो यति राति फोन गर्न लाज लाग्दैन रक्सी पिएर फोन गर्ने हो हजुर के हो त नै फोन किन गरे त अनि राति फोन गरेर रक्सी पिएर गाली गर्न लाज लाग्दैन तँलाई मैले हजुरलाई फोन गरेको छैन क्या